हाई साथीहरु, कस्तो हुनुहुन्छ? आई होप सबैजना सन्चै हुनुहुन्छ होला है। मलाई धेरै माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। आशा छ यसै गरी अझै माया गरिरहनुहुन्छ होला। आजको कथा अरु कथाहरु जस्तै अलि छुट्टै र अनौठो छ। आजको कहानी चाहिँ काकी र भतिज बीच उत्पन्न भएको अनौठो सम्बन्धको बारेमा हो। ध्यान दिएर अन्तिमसम्म सुन्नु होला है। ल सुरु गरौं। दीपा 45 वर्षकी एक सफल हाई प्रोफाइल आर्किटेक्ट थिइन्, जसले आफ्नै डिजाइन फर्म चलाउँथिन्। उनी आफ्नो जीवनलाई कुनै त्रुटि बिनाको डिजाइन ब्लुप्रिन्ट जस्तै गरी चलाउन चाहन्थिन्। रोहन 20 वर्षका, जो शहरमा इन्जिनियरिङ पढ्न आएका थिए। उनी दीपाको भान्जा थिए। दीपाको कठोर प्रोफेसनल लाइफस्टाइल र रोहनको नजिकको इमोसनल एप्रोचले उनीहरूको काकी र भान्जाको नाताको सामाजिक फ्रेमवर्कलाई कमजोर पार्दै थियो। उनीहरू बीचको हरेक संवादमा नाजायज आकर्षणको टेन्सन बढ्दै गइरहेको थियो। रातको समय दीपाको अपार्टमेन्टभित्रको आधुनिक डिजाइन स्टुडियो, जहाँ टेबलमा एउटा ठूलो जटिल ब्लुप्रिन्ट र रोहनले बनाएको एउटा कफीको कप छ। दीपा चस्मा लगाएर काममा व्यस्त छिन्। रोहन कफी लिएर नजिकै आउँछन्। रोहन उनको सीधा आँखामा हेर्छन्। काकी, यो रातको समयमा तपाईको ब्रेनस्टर्मिङ एकदमै इन्ट्रेस्टिङ हुन्छ, तर मलाई लाग्छ तपाईले यो फाउन्डेसनलाई धेरै बलियो बनाउनु भएको छ, जहाँ डिजायरलाई एन्ट्री नै छैन। तपाई किन सधैँ यति रिजर्भड हुनुहुन्छ? दीपा रोहनलाई गम्भीरताका साथ हेर्दै उनको नजरमा रोहनको तीव्रतालाई नाप्ने प्रयास छ। रोहन, मेरो जीवन एउटा वेल म्यानेज्ड प्रोजेक्ट हो। डिजायरले स्ट्रक्चरल ड्यामेज गर्छन्। तिमीले मेरो डिजाइनको लाइन किन ब्रेक गर्दैछौ? म तिम्रो काकी हुँ र यो सम्बन्धको प्रोफाइललाई तिमीले डिस्टर्ब गर्दैछौ। रोहनको शरीरको ताप दीपाको अनुहार नजिक महसुस हुन्छ। म त्यो डिफेक्ट चेक गर्न आएको हुँ काकी। तपाईको सबैभन्दा राम्रो स्ट्रक्चर नै तपाईको इमोसनल फाउन्डेसन हो र मलाई त्यो भत्काउन मन छ। यो नाताको ड्युटी मलाई थाहा छ, तर तपाईको आँखामा लुकेको लोनलीनेसले मलाई तपाईको छेउमा बस्न फोर्स गर्छ। दीपा उनलाई नजिक आउनबाट रोक्छिन्, तर स्पर्श कडा छैन। तिमीले हरेक पटक मसँग फ्लेक्स गर्दा मलाई लाग्छ तिमी यो काकीको ब्यारियर भत्काउन आएका छौ। तिम्रो यो केमिस्ट्रीले मलाई एन्टी डिजास्टर प्रोटोकल प्रयोग गर्न बाध्य पार्छ। रोहन आफ्नो औँलाहरूले दीपाको हातको स्पर्शलाई स्वीकार गर्दै बिस्तारै उनको नाडीमा औँला चलाउँछन्। म केमिस्ट्रीमा विश्वास गर्छु काकी। यो न्यानोपन, के यो केवल एक भान्जाको सपोर्ट हो, कि यसमा एउटा नाजायज प्रमिस छ जुन पर्मिट नलिकन तयार भएको छ? दीपाको श्वास प्रश्वास गहिरो हुन्छ। उनको कडा प्रोफेसनल शील्ड बिस्तारै कमजोर बन्दै जान्छ। रोहनले आफ्नो ल्यापटप दीपाको टेबलमा राख्छ। स्क्रिनमा एउटा जटिल 3D मोडल डिस्प्ले भइरहेको छ। रोहनले दीपालाई समस्या बुझाउन खोज्दै नजिक झुक्छ। दीपाले पनि गहिरिएर हेर्नको लागि रोहनको नजिकै आफ्नो अनुहार ल्याउँछिन्। उनीहरूको काँध, पाखुरा र टाउकाहरू हल्का रूपमा स्पर्श भइरहेको छ। रोहनको श्वास दीपाको कानमा ठोकिन्छ। काकी, यो मेरो फाइनल प्रोजेक्ट हो। मलाई लाग्छ यसको कनेक्सन पोइन्टमा स्ट्रक्चरल डिफेक्ट छ। तपाईले मलाई नजिकै आएर गाइड गरिदिनुपर्छ, धेरै नजिकै। महँगो अत्तरको सुगन्ध रोहनले महसुस गर्छ। उनी रोहनको आँखामा हेर्छिन्, स्क्रिनमा होइन। तिमीले यो फाउन्डेसन नै गलत बनाएका छौ रोहन। यहाँ तिमीले सेफ्टी मार्जिन राखेका छैनौ। तिमीलाई थाहा छ मेरो जीवन पनि यस्तै फल्ट लाइनमा अडिएको छ। तिम्रो यो नजिकता मेरो सेफ्टी कोड तोड्दैछ। उसको शरीर दीपाको शरीरमा थप टाँसिन्छ। यही डिफेक्ट मलाई मनपर्छ काकी। तपाईले दिनभरि आफ्नो रेस्पेक्टेबल इमेज बनाउनुहुन्छ, तर रातमा यो क्लोज कन्ट्याक्टले सबै इमोसनल लोडलाई तोडिदिन्छ। हामीले यो रिस्क लिनुपर्छ, होइन र? मलाई यो रिस्क मनपर्छ। उनी रोहनको आँखाबाट आफ्नो नजर हटाउन सक्दिनन्। तिमीले मलाई इमोसनल स्ट्रेस टेस्ट गर्दैछौ रोहन। तिमी मेरो लिमिट जान्न चाहन्छौ। म तिम्रो सबै एसेसमेन्टलाई ओभररुल गर्न सक्छु। अहिले नै दीपाको कानलाई छोयो। तपाईले मेरो डिजाइनलाई ओभररुल गर्नुहोस् दीपा।
तर मेरो इच्छालाई होइन। मेरो लागि यो रिलेसनशिप कोड तपाईको शरीरको तापमा परिवर्तन हुँदैछ। के तपाईँ मलाई अगाडि बढ्ने डेयर दिँदै हुनुहुन्छ? दीपाले रोहनको छेउमा झुक्दै आफ्नो हात बिस्तारै उनको कम्मरमा राख्छिन्। उनको स्पर्श अब गाइड गर्ने भन्दा पनि समर्पण गर्ने भावमा छ। यो डेयर तिमीले सुरु गरेका हौ रोहन। तिमी मेरो जीवनको सबैभन्दा सुन्दर र नाजायज आर्टवर्क हौ, जसलाई म रिमोडल गर्न चाहन्छु। दीपाले रोहनको छेउमा झुक्दै आफ्नो हात बिस्तारै उनको कम्मरमा राखिरहेकी छिन्। उनको आवाजमा कुनै प्रतिरोध छैन, केवल एक कच्चा भावना छ। तिमीले मेरो फाउन्डेसनलाई पूर्ण रूपमा हल्लायो रोहन। म अब यो स्ट्रक्चर जोगाउन सक्दिन। तिम्रो यो डिजायरको प्रेसर धेरै बढी भयो। म अब आफैले आफैलाई रोक्न सक्दिन। रोहनले आफ्नो हात ल्यापटपबाट उठाएर दीपाको गालालाई आफ्नो हत्केलामा समात्छ। उनीहरूको अनुहार अब केही इन्चको दूरीमा छ। मलाई तपाईको रियल ब्लुप्रिन्ट चाहिएको छ दीपा। त्यो मास्क अब हटाउनुहोस्। तपाईले मसँग कोड तोड्नुभयो। अब मलाई काकी भनेर सजावट गर्न आवश्यक छैन। मलाई तपाईबाट नाजायज प्रेमको परमिट चाहिएको छ। दीपाले आफ्नो आँखा बन्द गर्छिन् अनि रोहनलाई सिधा हेर्दै गहिरो श्वास लिन्छिन्। यो उनको पूर्ण समर्पणको क्षण हो। मलाई स्वीकार छ रोहन, तिमीले जित्यौ। म यो नाजायज प्रेमको प्राइस तिर्न तयार छु। म अब तिमीलाई भान्जा भन्न सक्दिन। मलाई अब आर्किटेक्ट होइन, जिम्रो डिजायरको कारण बनुन्देऊ। रोहनले बिस्तारै आफ्नो ओठ दीपाको ओठमा ल्याउँछन्। यो स्पर्श उनीहरूको नयाँ नाजायज सम्बन्धको साइलेन्ट प्रमिस थियो। मेरो लागि ढोका सधैँ खुला रहन्छ दीपा। आई एम योर्स। तपाईको जीवनको ब्लुप्रिन्टलाई अब म र तपाईँ मिलेर नयाँ डिजाइन दिनेछौँ। उनीहरू दुवै ल्यापटपको अँध्यारो उज्यालोमा एकअर्कालाई अँगालो हाल्छन्। बाहिरको सामाजिक फ्रेमवर्क भन्दा टाढा उनीहरूको आफ्नै कम्फर्ट जोनभित्र। सामाजिक ट्याबु र परिवारको डरका बावजुद दीपा र रोहनले गोप्य रूपमा आफ्नो सम्बन्धलाई अगाडि बढाए। दीपाले आफ्नो सबैभन्दा ठूलो रियल लाइफ प्रोजेक्टको रूपमा यो सम्बन्धलाई स्वीकार गरिन् र उनीहरूले अब प्रेमी प्रेमिकाको रूपमा समाजबाट टाढा एकअर्काको कम्फर्ट जोनभित्र जीवन बिताए। उनीहरूले डिसाइड गरे, नाताले बनाएको फ्रेमवर्क भन्दा प्रेमको केमिस्ट्री धेरै बलियो हुन्छ। ल साथीहरू, आजको कथा यही समाप्त हुन्छ। कस्तो लाग्यो त? कृपया कमेन्ट गरेर भन्नुहोला। मलाई यसरी नै सपोर्ट गरिरहनुहोला है। भिडियो मन परे लाइक र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। फेरि अर्को कथामा भेटौँला। अहिलेलाई बाई।